जस्तै अब मैले आज उकालोमा भाइलाई चाहिँ गाडी सिकाउनु गइरहेको छु उकालोमा कसरी गाडी उठाउने भनेर गाडी उठाउँदाखेरि अब हामीले उकालोमा पहिले सर जाने एक्सिलेटर हल्का लिएर उकालोमा जाने क्लच थिच्ने ब्रेक लगाउने ब्रेक लगाइसकिसकेपछि हामीले पहिले ह्यान्ड ब्रेक तानिसकेपछि बिस्तारै खुट्टाको ब्रेकलाई चाहिँ बिस्तारै छोड्दै जाने र एक्सिलेटरमा खुट्टा राख्ने है बुझ्यौ त्यो भएपछि अब हाम्रो गाडी राम्रोसँग अड्डिसकिसकेपछि गाडीले तानेन भनेर चाहिँ हामीले कसरी थाहा पाउने भन्दाखेरि चाहिँ जस्तै तिमीले पहिले हामीले स्टार्टिङ पोइन्टमा क्लच छोड्नुभन्दा पहिले चाहिँ एक्सिलेटर दिनुपर्ने हुन्छ है एक्सिलेटर नदिकिन क्लच झट्कामा छोड्ने गऱ्यो भने चाहिँ इन्जिन अफ हुने चान्सेस हुन्छ त्यो हुँदाखेरि चाहिँ पहिले हामीले आफ्नो कानले सुन्ने जति ठिक्क धेरै आवाज दियो भने पनि इरिटेट हुन्छ त्यो हुँदाखेरि चाहिँ हल्का एक्सिलेटरलाई चाहिँ ठिक्क दिने अब बिस्तारै क्लचलाई छोड्दै आउने स्लो टाइपमा क्लच छोड्दै आइसकेपछि ठ्याक्क गाडीको चाहिँ साउन्ड चाहिँ कम हुन्छ हो चेन्ज हुन्छ त्यो भएपछि क्लचलाई के गर्नु पर्यो होल्ड राख्नु पर्यो एक्सिलेटरलाई चाहिँ अब त्यो साउन्ड कम भएपछि हल्का एक्सिलेटरलाई चाहिँ बढाइदिने है थोरै बढाइदिइसकेपछि गाडी हल्का लच्के जस्तो र आफू बसे ठाउँमा चाहिँ हल्का भाइब्रेसन आइरहेछ नि हैन हजुर यो चाहिँ मसल मेमोरी सेट फिट गर्नुपर्ने हुन्छ हामीले अब गाडी आफू बसे ठाउँमा कस्तो फिल भइरहेछ त्यसलाई याद गरेर त्यो मसल मेमोरी सेट गरेर अब गाडीले पुरा तान्यो नि हैन अब यति भइसकेपछि हल्का ह्यान्ड ब्रेकलाई माथि तानेर तल झार्दिने गाडी उकालो सर आनन्दले जान्छ अब ओह्रालोमा बिस्तारै क्लच थिचेर बिस्तारै ब्रेक हाल्दै झर्ने ल यति गरेपछि ट्रायल पास भयो उकालोमा है उकालोको चाहिँ